आइसा बुनेको भक्ति अङ्कलको छोरीको हो के हो होइन किन छैन त्यहाँ हेर त एकचोटि ब्लग मेरो फोनै छैन त्यो भन नि त गर्मी महिनामा नि मलाई लास्ट नम्बर छ बुढ्ला खाऊ भन्नु नखाने अरे तिमीहरूलाई खाऊ भन्नु नखाने आएको छैन र कति आएको छ ए भ्लग हेर न मेरो भ्लगै हेर्छ रहेछ अनि हेर न एकचोटि बुहारी नानी हेर्दै हुन्छ भने यसो मेरो साललाई कति माया गर्नुहुन्छ कमेन्ट गर्दै होइन आज सोल्टिनेहरूले दलिहाल्यो भने म यस्तो क्याप्चर गर्छु होइन आज सोल्टिनेहरू नयाँ माया गऱ्यो भने चाहिँ फेरि फर्काइदिइहाल्छु कस्तो टल्किदिएको हेप्पी होली गाइज सो अहिले चाहिँ म रेडी भइदिन्छु देख्नु सक्नुहुन्छ होइन एप्स कस्तो छ नाच्ने आँटेको जस्तो देखिन्छ होला है म्याक सो हेलो एभ्रिवान सेवाहरू फेरि पनि स्वागत छ हजुरहरूलाई डुवर्स इङ्ल्यान्डको भिडियोमा हो यो चाहिँ फाइन छ सन्चै हुन्छ लाएर आउँ भने एकदमै सन्चै हुन्छ साथीहरू आज के हो थाहा छ नि तपाईँहरूलाई थाहा छ नि थाहा छैन ह्याप्पी होली गाइज सबैजनालाई है सो आज चाहिँ होली हो सबैजना रमाइलो गर्नु होला होइन आज चाहिँ हामी भन्दा नि म मेरो सालो पनि आइरहनु भएको छ कति 3-4 दिन भयो गएको पनि होइन सो आज चाहिँ के गरौँ त अब भन्दाखेरि मेरो दिमागमा केही चलेकै छैन क्या गाइस कहाँ जानु के गर्नु होइन अब सोच्नु चाहिँ मामातिर जाने भनेर सोचिरहेको छु है हेरौँ के हुन्छ आजको दिनहरू सो अब कलर अब त्यति अब चाहिँ बुढेसकाल लागे जस्तो फिल भएछ हौ गाइस मलाई कि कसो यसो पहिलो अब होली भन्दाखेरि हट्ट जोस होइन ओहो भन्ने खालको हुन्छ नि त अहिले त खै यसो जागरै चल्दैन हौ पहिलो जस्तो के भएको गाह्रो छ सो गाइस हेरौँ अब आजको दिनहरू के हुन्छ होइन अब देखाउँदै जान्छु सबजनाले होली राम्ररी मनाउनु होला साथीहरू होइन त्यही नै हो अब काठमाडौँ पहाडे होली हिजो थियो आज मधेस होली हो पहाडे काठमाडौँमा चाहिँ धुमधामले दामी बनाएको रहेछ होइन सो यसो हेर्दाखेरि चाहिँ आज चाहिँ खतरा इन्जोय गर्ने खालको हामी पनि के कम भन्ने खालको गरिदिउँ कि भन्ने सोचिरहेको थियो तर भाइसँग कुछ ज्यादा नहीं हो गया मतलब कुछ त्यस्तै के बोल्छु सो गाइस अहिले चाहिँ हामी अब के गर्ने कसो गर्ने होइन सालो भिना सल्लाह गर्छु त्यसपछि कहाँ गइन्छ होला अथवा गाउँमै खेलिन्छ कि होइन अब फेरि आज सालो आएको छ सोल्टिने गाउँ आज सोल्टिनेहरूले अब सालोलाई आज कति के दलिनु अहिले गाउँदेखि घरदेखि चाहिँ निस्केको छैनौँ हामी होइन सो अब निस्केपछि बाटोतिर सोल्टिनेहरू देखिन्छ होला मेरो होइन नि फेरि मेरो त बुढी छ गाइस मार्छ सो आजको सोल्टिनेहरूले अब आज अस्ति जिस्काउँदै थियो अब आज सोल्टीलाई ढेँडो बनाउनु पर्ला ओ कान्छा यहाँ आउनु न हाम्रो सबै दिन सोल्टिनी भन्ने सोल्टिनीलाई दलिदिने उडिदिने हाम्रो चलन गयो अब मेरो भ्लगमा आउनु न हाम्रो निरज राणामगर बुहारी नानी हेर्दै हुन्छ भने यसो मेरो सालोलाई कति माया गर्नुहुन्छ कमेन्ट गरिदिनु है त आज सोल्टिनेहरूले दलिहाल्यो भने म यस्तो क्याप्चर गर्छु होइन आज सोल्टिनेहरूसँग दायाँ बायाँ गऱ्यो भने चाहिँ फेरि फर्काइदिइहाल्नु है त आज सब क्याप्चर गरिदिन्छु म अब भयो भने हामी काठमाडौँ पनि जानु पऱ्यो भनेको त मामालाई आइतबारै होइन अब के हुन्छ हेर्दैछौँ अब सिमसारमा पनि बोलाउँदै रहेछ साथीहरूले केटाहरूले हो अब टाइसन गुरुङ टाइसन म्युजिक छ सब्सक्राइब गरिदिनु पऱ्यो सबैजनाले है सो धेरै माया हेरिदिनु होला त्यही नै हो बोलाउँदै थियो अब उसलाई पनि साथीले बोलाइछ होइन कहाँ जानु भने त खुडी अरे फेरि अब बुढी फेरि अब हिजो कहीँ नजाने भनेर भन्दै थियो भयो भने माथि अब अलिक दिनमा अब
जानु पऱ्यो भनेर सोचेर चाहिँ ढिलो राख्नु पाइँदैन नि त। आज पुरा जब निस्क्यो भने फेरि अर्को दिन घुम्नु जानै पाइँदैन। हाम्रो चाहिँ गाह्रो छ गाइस, टाइम टेबल मिलाएर र समय मिलाएर चाहिँ निस्किनु पर्ने हुन्छ। हामी बुढाबुढी निस्केपछि चाहिँ त्यो भएर गाह्रो छ। अब आज सालो भेना गइन्छ होला, अब कहाँ गइन्छ तर थाहा छैन जानु चाहिँ है। सो अहिले चाहिँ भ्लग स्टार्ट गरिसकेको थियो। सो त्यही आजको दिन सुरुवात भइसकेको छ। त्यही भन्दा मेरो भ्लगमा अच्छा ठीक है मेरो भेनाको भ्लगमा के सबले सब्सक्राइब हानिदिनु अनि लाइक कमेन्ट शेयर एन्ड अरे तुम्हारी खोपड़ी में भेजा है कि भजिया माया हुन्छ भने चाहिँ सब्सक्राइब गर्नु नबिर्सिनु होला र साइडमा रहेको बेल आइकन दबाइदिनु होला है त साथीहरू। सो त्यही नै हो। सो इन्जोय गर्दै गर्नुपर्छ आज। हजुर मसँग छ नि, हजुरलाई पनि आज के गर्छु हजुरलाई पनि इन्जोय गराउँदै गर्छु है त साथीहरू। ल स्टे ट्युन, हामी एकछिनमा भेट्छौँ सालो बेला तपाईँहरूलाई। ल यूँ तो हम तुम मिलने को मिलते रहे पर क्यों आज ऐसा हुआ। आमा कस्तो टल्किदिएको, कोही मिल गया। ह्याप्पी होली गाइज। सो अहिले चाहिँ म रेडी भइदिन्छु, देख्न सक्नुहुन्छ होइन। एप्स कस्तो छ, नाचिने आँटेको जस्तो देखिन्छ होला है, नाचिने आँटेको जस्तो देखिन्छ होला है। साला ये दुख का खत्म नहीं होता बे। यो बुढीलाई मैले अहिलेदेखि मेरो सेतो भेस्ट निकाल्दै भनेको मानेको छैन। ओइ निकाल्देऊ न छिटो, यता सारालाई हतार भइसक्यो। सो गाइज ल म चाहिँ अहिले ससुराली घर बनाइसकेको छु होइन। मैले तर लास्टै ढिलो भयो, त्यही भएर चाहिँ अब अहिले चाहिँ के अरे ढिलो भिडियो गरेँ होइन। सो कस्तो अप्ठ्यारो लागेर चाहिँ म उताउँछ धन्न यता पछाडि आएर बनाइरहेको छु। सो गाइज अब के हुन्छ बुढी अब अहिले चाहिँ सालदेरोमा आएको होइन। मैले बुढीलाई पनि बोलाइरहेको छु। अब यता के तल सिमसार जानु कि यता माथि आउनु के गर्नुपर्ने भनेर अब चाहिँ सिमसार जाने भए चाहिँ यता नलाइकन उतै अब जानु पर्यो। यता माथि मेरो हल्का काम छ नि त धोबीमा, त्यही भएर आएको थिएँ। तल जाँदाखेरि यतै लिएर जानु पऱ्यो भनेर चाहिँ सोचिरहेको थिएँ बुढीलाई। अनि यता तल र माथि दुईजना गरेर त डबल खर्च पनि भयो नि त होइन। कि कस्तो सेभिङ मनी गाइज तलतिर होला है। यता सालचोटो बिजोग कान्छा जाउँ भनेको, मामातिर जाने भनेको नजाने भनेको कान्छ। फेरि मलाई पनि अल्छी लाग्यो, तर हेरौँ अब मुड अनुसार हुन्छ। अब यसमा के हुन्छ है। अहिले चाहिँ म यहाँ दोकान जाँदैछु, धोबी चोक पनि निस्किएर बुढीलाई मैले माथि नै आऊ भनेर चाहिँ भनिदिएँ अब होइन। अब हेरौँ के हुन्छ। यता हो भेना, यता हो भेना। अहिले बाटो बिर्सिँदैछु गाइस। ल म चाहिँ अहिले एकछिनतिर भेट्छु तपाईँहरूलाई, यहाँ त अलिकति अप्ठ्यारो लाग्छ मलाई। सो गाइस ल म चाहिँ ससुरालीबाट फर्किँदैछु। सबले भोलि चाहिँ धुमधाम मनाएर होला, आफूलाई एउटा टिका पनि लाग्छ छैन, गाह्रो छ। सो यस्तै नै अब बुढालाई माथि बोलाउँ भनेको बोलाइरहेको छु। फेरि तलै झर्नु पर्यो जस्तो छ। के गर्नु भएर चाहिँ सायद अब जोगान चोक पुगेर थाहा हुन्छ के हुन्छ। सिम भएको फोन पनि नलिआएँ होइन। अब बसलाई पनि छोडिदिएको। अब यो एप्पलमा सिम हाल्नु पऱ्यो भनेको बिर्सी पठाएपछि फेरि अब के गाडेर फेरि बिर्सा पर्दै गयो। एक्लै कहाँ साधो जाउँ भनेको मान्ने। अब के हुन्छ म तपाईँलाई देखाउने छु है त गाइस। त्यो अरूले धुमधाम गरेर होला, आफू यता कुद्दा उता कुद्छ होइन। त्यो
गर्मी महिनामा पनि जाडो गर्मी महिनामा पनि भगवान् खानु पाउनु चाहिँ भाग्य माने मलाई लास्ट नम्बर छ बुढीलाई खाऊ भन्यो भने नखाने अरे तिमीहरूलाई खाऊ भन्यो भने नखाने ज्ञानी हो क्या तपाईँको बहिनीहरू पैसा कति माया गरेको बुझ्नु तपाईँको पैसा नसकाइ यतिको माया गर्ने बहिनीहरू पाउनु नि तपाईँको भाग्य हो क्या दादा यतिको माया गर्ने बहिनीहरू पाउनु नि तपाईँको भाग्य हो क्या दादा भाई साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ शब्द चाहिँ कस्तो मिठो रहेछ मिठो रहेछ गाइज ल हामी चाहिँ अहिले अब घर फर्किसकेको फोटोसोटो पनि खिच्यो टिकटक सिकटक पनि बनाइयो आज जङ्गलमा सो यहाँ बुढीहरू चाहिँ हिँड्दैछन् अगाडि आजको भोलि त्यस्तै नै सुन्दर चोक गयो अरू कहीँ गएन गाइज होइन त्यो पनि म त के भएको आएर त फेरि अघि त्यसरी अल्छी लागेको थियो क्या अब के भन्नु त्यस्तै नै छ अल्छी नै लागेको थियो गाइज होइन सो बुढीकै करले गएर पनि सुन्दर चोक गयो नभए मङ्गलाबारी जाने भनेको अब सुन्दर चोक जाने भने माथि सानोतिनो हल्का मेला जस्तो भनौँ न लागेको रहेछ सो गएर बुढीहरू पनि आज बुढीहरू खालि बुढीहरू भन्नु आउँछ के भएको थियो बुढी बुझ्नुहरू नाच्छ म नाच्नु भनेको पेट दुखेर फेरि त नभएन दुई बुढीको जाडो पनि हान्यो झप्प लाएर सो त्यही नै हो आजको भिडियो के कस्तो भयो होइन सबैजनालाई ह्याप्पी होली इन्डिङ है त गाइस ल त्यही नै हो सबैजनाले इन्जोय गर्नुभयो होला होइन आफ्नो ठाउँमा आफ्नो तरिकाले इन्जोय गर्नुभयो होला सो मैले पनि इन्जोय नै गरेँ अब बुढीलाई पनि लिएर गयो अब चाहिँ घर जाँदैछौँ हामी त्यही नै हो पेट पनि दुखिरहेको छ अलिअलि जाँड धेरै भयो कि हो आज चाहिँ हामीले गयो कोदो गर्दा आम्मै दुखाएछ कसम भनेको सो अब हाम्रो गाउँमा पनि भरे चाहिँ बेलुका डान्स हुन्छ भनेर भन्दै हुन्थ्यो बब्बाल नाच्ने हो जहाँ इन्डिङ होली इन्डिङ चाहिँ खतरा हान्ने हो होइन सो हजुरहरू पनि होली इन्डिङ चाहिँ बब्बाले हान्नु होला सो आजको भिडियो के कस्तो भयो प्रतिक्रिया दिनु होला होइन नयाँ हुन्छ भने चाहिँ सब्सक्राइब गर्नु नबिर्सिदिनु होला साथीहरू किप सपोर्टिङ किप लभिङ धेरै माया छ र मलाई पनि धेरै माया देखाइदिनु होला साथीहरू त्यही नै हो अरू कुराहरू जस्तै हो यहाँ फेरि अब के उता कोसँग बोल्दै हो भ्लग बनाएको हो कि बोलेको हो ओ बुढी यहाँ आउन के आज मसाइको नाच्नु दिएन त के आम्मा नाच्नु दिएन त्यत्रो नाच्यो यार म पनि नाच्नु चाहिँ रहर गइरहेको थिएँ तर कस्तो पेट दुखेर नाच्नै पाएन क्या अब भरे चाहिँ बब्बाले नाच्ने हो अब इन्डिङ हान्नु पर्ने छ नाच्ने चाहिँ त्यत्रो नाचेको यहाँ नाचेको भिडियोहरू पनि छ होइन अलिअलि अब त्यो कपिराइट लाग्छ होला त्यो कि हल्का त्यसको साउन्ड अफ गरेर चाहिँ म टक्क ब्याकग्राउन्ड म्युजिक हालेर चाहिँ म बनाइदिन्छु होइन हेरे गर्छ नि त यार अटोको मान्छेले भनेदेखि लाजै लाउँदो सो मैले चाहिँ माथितिर किन भ्लग बनाएन भन्दाखेरि होइन सो गाइज गीतहरू बुङ 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 नाचिरहेको थियो नाचेर कपिराइट लाग्छ नि त गाइज त्यो भएर पनि नबनाएको होइन ससुराले सबभन्दा सुरुमा ससुराले गएर माथि यताउता गरेर आएर सो धेरै पनि होली मनाउनु हुँदैन त्यही नै हो छोटो मिठो होइन त गाइज कसो हो बुढी हो क्या आएको छैन र कति आएको छ ए भ्लग हेर न मेरो भ्लगै हेर्दैन रहेछ अनि हेर न एकचोटि छ आएको छ कि छैन नानीहरूले त ए भ्लगै हेर्दैन रहेछ आएको छ के भन्छ म यहाँ त्यहाँ पनि झुकेर पो अरे त्यो उयसको बुझ्नु चोलीमा आएको थाहा छैन होइन यो आइसा बुनेको भक्ति अङ्कलको छोरीको हो किन छैन त्यहाँ हेर त एकचोटि भ्लग मेरो फोनै छैन चीटिंग करता है तू चीटिंग करता है तू त्यो भन नि त
सो गाइस त्यही नै अब ए हात घर जाने भोक पोक लागेपछि त्यत्रो खाएको त खिरमा चाहिँ के भएर भोक लागेको हङ्ग्रायो काहीँ नभएको काहीँ नभएको गजब बेइज्जती है सो गाइस त्यही नै हो अब चाहिँ अब भिडियो एडिटतिर म एन्डिङ गर्नेछु होइन अब भरे चाहिँ भव्य नातिन्छ डान्स भयो भने हुन्छ भन्दै हुन्थ्यो सो सोसियल मिडियामा मलाई फलो गर्नु चाहिँ नबिर्सिदिनु होला साथीहरू होइन सो टिकटकमा पनि फलो गरिदिनु होला इन्स्टाग्राममा पनि फलो गरिदिनु होला सबै सोसियल मिडियामा फलो गरिदिनु होला मलाई त्यही नै हो साथीहरू नयाँ भ्युअर्स हुन्छ भने चाहिँ सब्सक्राइब गर्नु नबिर्सिदिनु होला र साइडमा लगेको बेल आइकन चाहिँ हान्नु पऱ्यो है साथीहरू है त त्यही नै हो सक्दो सेयर पनि गरिदिनु होला सो अब चाहिँ घर जान्छौँ यति भन्दै म मेरो भिडियो यतैतिर टुङ्ग्याउनु चाहन्छु साथीहरू बाबा गाइस यो नेक्स्ट ब्लग ह्याप्पी होली ह्याप्पी होली के हो यो